दिनहुँ नयाँ हुन जरुरी छ। हामी जस्ताको तस्तै हुने होइन। दिनहुँ हामी के हुनुपर्छ? नयाँ हुनुपर्छ। दिनहुँ परमेश्वरको निम्ति नयाँ नयाँ भजन गाएर उहाँलाई स्तुति प्रशंसा चढाउन जरुरी छ। हालेलुया। अनि नयाँ हुनको लागि तोडिनुपर्छ, बनिनुपर्छ। घरमा गएर 360 भजन एकदम सुन्नु, गाउँदै सुन्दै गर्नु। कति नम्बर? हालेलुया। युट्युबमा लगाएर एकदम 360 अनि त्यही शब्दलाई हेरेर आफू त्यही शब्दद्वारा आफू पनि बग्नु। हालेलुया। यहाँ तपाईँको हृदय त्यहाँ छिया हुन्छ, त्यहाँ परमेश्वरले काम गर्नुहुन्छ। हालेलुया। अनि तब मात्र नयाँ हुनुहुन्छ। हालेलुया। यस कारणले पुरानो मस्कमा कसैले नयाँ डाकमर हाल्दैन भने जस्तो, पुरानो छालाको भाँडामा कुनै पनि नयाँ डाकमर अङ्गुरको रस राख्दैन। कसैले पुरानो कपडामा नयाँ टालोले टाल्दैन, किनभने नयाँ बलियो हुन्छ, पुरानो हुँदै जान्छ, कमजोर हुँदै गएको छ। हालेलुया। पुरानो भनेको हाम्रो व्यवस्था, रीतिरिवाज, हामीले सुन्दै आएको, मान्दै आएको। र नयाँ भनेको येशूको रगतले जो जोस दिन्छ, चङ्गाई दिन्छ, छुटकारा दिन्छ, दर्शन दिन्छ, अगमबानी दिन्छ। हालेलुया। अनि नयाँ जीवन दिन्छ। त्यो येशूको नयाँ डाकमा हामी भरिनुपर्छ। यस कारणले पुरानो सुन्नु छ। यस कारणले हामी 360 भजन कम्पलसरी गाउनु। हालेलुया। ओके। मण्डलीको विषयमा, सेवकाईको विषयमा परमेश्वरले धेरै दर्शन दिँदै हुनुहुन्छ, धेरैले आगमबानी बोल्दैछन्। आमेन। हालेलुया। अद्भुत काम गर्नुहुन्छ परमेश्वरले। तर त्योभन्दा पहिला के हुनु पर्यो? बनिनुपर्छ। उन्नति कहिले हुन्छ? जब हामी बनिन्छौँ, जब भरोसा मन योग्य हुन्छ, कसैको मन जित्छ, भरोसा लाग्छ। कुनै पनि कम्पनीमा हामी काम गर्न गयो भने तुरुन्तै भरोसा गर्छ? गर्दैन। 10,000 20,000 उसको सेलेरी होला, अगर उसले राम्रो काम गर्दैछ, राम्रो इमान्दार देखाउँदैछ, हरेक कुरा सहीमा गर्दैछ भने उसको प्रमोसन अवश्य हुन्छ। हालेलुया। परमेश्वर पनि हाम्रो प्रमोसन गर्न चाहनुहुन्छ। हालेलुया। यो वर्षमा सबैको प्रमोसन हुनुपर्छ, सबको। हालेलुया। प्रार्थना गर्नु, सबैले हामी गाउन सक्छौँ, भजन गाउन सक्छौँ, स्पेसल भजन गाउन सक्छौँ, परमेश्वरको महिमा गर्न सक्छौँ। हाम्रो हालैमा हाम्रो टिकन विनोद कति मिठो स्वर छ उसको, एकदम मस्त गाउँछ। हाम्रो आवेदना कस्तो गाउँछ। हालेलुया। हाम्रो रोसीगारी कम छैन, उसले निकालेको छैन। मैले कति भन्छु यसलाई, स्वीकृति भएको एकदम राम्रो, सो राम्रो छ त्यो केटीको। हालेलुया। आमेन। हालेलुया। हुन्छ, हामी सबैले गाउन सक्छौँ, परमेश्वरको महिमा गर्न सक्छौँ, केही छैन त्यस्तो हुँदैन। सबले हामी दिप खोलेर बस्छौँ। आमेन। हालेलुया। हामी वचन सुन्नेछौँ। सबभन्दा पहिला वचन सुन्नभन्दा पहिला हामीले भनेको छौँ एकअर्काको निम्ति के गर्ने रे? प्रार्थना गर्ने। त्यसको लागि वचनले नि भन्छ एकअर्काको निम्ति प्रार्थना गर। मैले पहिला बोलाएको 16 जना प्रार्थनाको योद्धाहरू, टिमहरू सुनेको, तर राम्रै हुँदैछ। प्रार्थना गर्ने टिमहरू हुँदै गर्छन्, कोही कहाँ गए, कोही कहाँ गए, कोही कहाँ गए। प्रार्थनाको योद्धा भनेको के हो? आफूलाई मात्रै प्रार्थना नगर्ने, आफ्नो मात्रै नहेर्ने, अरूको निम्ति प्रार्थना गर्ने। हामी हालेलुया। कसको निम्ति? अरूको निम्ति, दुःखमा परेका, बिमारीको निम्ति, कष्टमा परेका अगुवाहरू, फ्यामिलीको निम्ति, अरूको निम्ति, अरू देशको निम्ति, नेपाल देशको निम्ति, भारत देशको निम्ति। हालेलुया। अन्धकारमा बसोबास गर्नेहरूको निम्ति प्रार्थना गर्नेलाई प्रार्थनाको युद्ध भन्छ। हालेलुया। हालेलुया। यो सबैको बसोबास होइन। कसैले आफैलाई आफ्नो निम्ति त प्रार्थना गर्न सक्दैन भने अरूको निम्ति कसरी प्रार्थना गर्न सक्छ? पहिलो कुरो यो हामीले बुझ्नुपर्छ, किनभने हामी नयाँ हुँदै जानुपर्छ, हो कि होइन? हुन्छ, धन्यवाद परमेश्वरलाई। हालेलुया। हामी सबै ठिक छ? अन्त जाडो छैन होला? जाडो लागेको छ सबैलाई? छैन होइन? अब न्यानो हुँदै जान्छ। बिहान आउँदाखेरि चिसो थियो बेसी, अहिले यहाँ बस्दा परमेश्वरको उपस्थितिमा परमेश्वरको प्रेमले के भरे? मैले सुनेको थिएँ प्रेम न्यानो हुन्छ अरे, न्यानो प्रेम भन्ने सुनेको थिएँ कि। हालेलुया। के हुन्छ अरे? माया चाहिँ न्यानो हुन्छ अरे, तातो हुन्छ अरे भन्ने। हालेलुया। अनि परमेश्वरको प्रेममा हामी सबै तातिने रहेछ। हालेलुया। अस्ति हाम्रो चन्दा बहिनीले भन्नुभयो, व्यक्तिगरीमा एउटा मलाई घर चाहिएको छ। मलाई यस्तो लाग्छ कि मेरै घरको दरवाजा खोलेर सारा यो जवानहरूलाई बोलाउँ प्रार्थना। परमेश्वरले त्यो अगुवाई हालेको छ अस्ति शुक्रबार। हालेलुया। कति मात्र हाम्रो हेर्नु हामीले प्रार्थना गरेको छ। रुमको चाहिँ हाम्रो जवानहरूको निम्ति भिकेटगिरीमा थुप्रो छन् त्यहाँ जवान।
फ्यामिलीहरू हालेलुया किनभने पहिला हाम्रो त्यहाँ चर्च हुन्थ्यो तर परमेश्वरले दिनुहुनेछ हालेलुया उहाँको समयमा दिनुहुनेछ हालेलुया हामी आत्तिन्छौँ सोच राख्नु राम्रो हो योजना बनाउनु असल हो तर पुरा परमेश्वरले गरेको होस् हालेलुया अनि हामी आत्तिएर त्यो सबै गऱ्यो भने फेरि निराश लाग्छ धन्यवाद हाम्रो अनु छोरीलाई अनि हाम्रो विनिता छोरी पनि आएको छ होइन सानो विनिता विचार हाम्रो हेर्ने छ यसको बारेमा होइन हाम्रो एउटा बिमला गयो अर्को बिमला आएको छ जोरदार तान्नु आज त्यहाँको आएछ एउटा बिमला गर्छ अर्को बिमला जान्छ नेपाल गर्छ हालेलुया हाम्रो बिमला छोरीलाई धन्यवाद हाम्रो म्याट ज्वाइन चाइनिज ज्वाइन होइन हाम्रो बुहारी परमेश्वरले आशिष दियो हुन्छ धन्यवाद परमेश्वरलाई अनि हाम्रो यो विनिता त्यो छोरी हाम्रो जुना बहिनीको कान्छी बहिनी कहिले चिन्दैन माइली नेपालमै छ होइन तर आज कहाँ त्यो धन्यवाद परमेश्वरलाई त्यतिकै हामी आउँदैनौँ परमेश्वरको भवनमा त्यतिकै आउँदैनौँ परमेश्वरको योजना ठुलो हुन्छ है हालेलुया त्यसलाई हामी बुझ्न जरुरी हुन्छ परमेश्वरको भवनमा यीशुको पास त्यतिकै आउँदैन योजना हुन्छ परमेश्वरको पास त्यो हामीले बुझ्न जरुरी छ सबैको जीवनमा ठुला ठुला घटनाहरू गर्छन् दुःख अनि कष्टले भरेको जीवन हामीले जिउनुपर्छ तितोपनमा जिउनुपर्छ गरिबीमा जिउनुपर्छ अमेरीमा जिउनुपर्छ धेरै प्रकारले जीवन जिउने गर्छ तर जीवनमा एक दिन न एक दिन यस्तो मोड आउँछ सङ्घर्ष आफैलाई सङ्घर्ष गरेर जीवन जिउन पर्छ मान्छेले हेर्दाखेरि त राम्रो छ तर सबै कुरा परमेश्वरमा राख्नु है एजिकियलको पुस्तक एजिकियल 34:11-12-13मा लेखिएको छ किनभने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ अब म आफैले मेरा भेडाहरूको खोजी गरेर तिनीहरूको हेरचाह गर्नेछु जसरी आफ्नो बगान यताउता छरपष्ट हुँदा गोठालाले भेडाहरूलाई खोज्न जान्छ त्यसरी नै म मेरा भेडाहरूलाई खोज्नेछु अँध्यारो थुमिएको दिनमा छरपष्ट भएका सबै ठाउँहरूबाट म तिनीहरूलाई बचाउनेछु म तिनीहरूलाई जाति जातिहरूबाट निकालेर ल्याउनेछु र देश देशबाट भेला गर्नेछु म तिनीहरूलाई तिनीहरूको आफ्नै देशमा ल्याउनेछु म तिनीहरूलाई इजरायलका पहाडहरूमा त्यसका खोल्साहरूमा र देशका सबै बस्तीहरूमा चराउनेछु आमेन हालेलुया हामी अन्य जातिहरूको बिचमा म जातिहरूको बिचबाट पनि म बोलाउनेछु जातिहरूलाई म भेला गर्नेछु यीशु भन्नुहुन्छ मेरो धेरै अरू भेडाहरू छन् यो बगालका होइनन् इजरायलका बगालका होइनन् इजरायलका घरानाका होइनन् तर अरू घरानाका हुन् अरू देश अन्य जातिका हुन् जो मेरा तिनीहरूलाई पनि मैले बोलाउनेछु हालेलुया तो हामी बोलाएका छौँ यो परमेश्वरको प्रेम यो परमेश्वरले खोजेको कारण हाम्रो जीवन कस्तो जीवन पापमय जीवन जिइराखेका थियौँ अझै पनि हामी जिउँछौँ पापमय जीवन हाम्रो स्वभावहरू अझ चेन्ज भएको हुँदैन हाम्रो बोलीहरू चेन्ज भएको हुँदैन हाम्रो उठाइ बसाइहरू खानेकुरा त्यस कारणले दिनहुँ हामी परिवर्तन हुन जरुरी छ दिनहुँ नै आउन जरुरी छ हाम्रो मनमा हाम्रो हृदयमा कपटले भरेको हुन्छ दुष्टाइया भरेको हुन्छ हालेलुया पूर्ण रूपले स्वतन्त्र अनि त्यो सत्य यस कारणले संसारमा मान्छेहरू स्वतन्त्र हुँदछ धेरै व्यक्तिहरूले जान्दैनन् बुझेका हुँदैनन् एक्जाम्पल यो हाम्रो बिमला नै हाम्रो के अरे हाम्रो विनिता उसको विषयमा कसैलाई थाहा छैन हामीले कति प्रार्थना गऱ्यौँ अस्ति ग्रहण गरेको कुरा छ तर ध्यान चाहिँ नसुन्नु चारवा भएन भने
एकातिर भन्दा एकातिर गयो भने कहाँ मिल्छ? हालेलुया। चोर त चोर्न, मार्न और नाश गर्न भनेर मात्र आउँछ भन्नुहुन्छ ईश्वर। एउटा 10 तर म त तिमीहरूले प्रशस्त जीवन पाऊ, प्रशस्त अनन्तको जीवन प्राप्त गर्न सक भनेर म आएको हुँ त। मैले त दिन्छु, हराएकोलाई खोज्ने हो। सुखा भूमिमा छकपष्ट अन्धकारमा भित्र भएका त्यो समयमा हराएका व्यक्तिहरूलाई पनि म खोजेर म मेरो ज्योतिमा हरियो भरियो 2:22 अनुसारको चौरमा म के गर्नेछु रे? खुवाउनेछु भन्नुभएको छ। हालेलुया। मेरो बुहारीको बहिनी छ, माइली जाने केटी हो त्यो, हाम्रो बेनीमा। हालेलुया। चर्च जाँदा जाँदै जवान भयो, प्यार भयो, अन्य जातिसित प्यार भयो, सुटुक्क उठेर हिँडे। सुरुमा राम्रो हुन्छ। के हुन्छ अरे सुरुमा? पहिला देख्दाखेरि के मुखी हुन्छ? सुरुमा प्यार हुँदाखेरि के मुखी रे? चन्द्रमुखी। त्यसपछि अलि पछि अलि पुरानो 2 वर्ष भयो भने ज्वालामुखी हो, सूर्यमुखी। अनि बच्चा हुँदै गयो, बच्चा पनि स्याहार्ने, त्यसपछि ज्वालामुखी हुन्छ। अनि त्यसपछि के हुन्छ? मिल्दैन। तभन्दा म के कम? के अरे? तभन्दा म के कम? बाइबलले भन्छ आफ्नो पतिलाई के गर? अन्य जाति केटा बाहिर गए, नेपालमा त्यस्तै छ। पैसा कमाउन गए, घर मिल्दैन, त्यसको मिल्दैन, त्यो शैतान कति चलाएको छ ध्यान दिन्छु। त्यो अन्धकार कति डरलाग्दो छ। त्यो जवानी अवस्थामा उसले घरमा कस्तो प्रब्लम आयो, कस्तो भयो होला। फाँसी लगाएर के गर्यो अरे? झुन्डेर मर्यो। मेरो बिना बुहारीको बहिनी धेरैले चिन्दैन। यो कारण के हो? ध्यानसँग सुन। किन यस्तो हुन्छ? यस कारणले बाइबलको वचनले भन्छ तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, म तिमीहरूभित्र बास गर्छु। जसले यो मन्दिरलाई के गर्छ अरे? नाश गर्छ। त्यसलाई मैले नाश गर्नेछु भनेर परमेश्वर बोल्दैछ। दुष्ट शैतानलाई मौका नदिनु। हाम्रो सोच यति मजबुत राख्नुहोस् परमेश्वरको शरणमा। परमेश्वर आफ्नो चाहना हो भनेपछि बल शक्ति हामीले पाउँछौँ। त्यस्तो सोचहरू आए तापनि हामीले कन्ट्रोल गर्न सक्छौँ। त्यस कारणले त्यो त ठुलो कुरो हो। किनभने जो कोही आत्महत्या गरेर मर्छ उसको न्याय खत्तम हो, उसको न्याय छैन, सिधै नरकमा हो। यस कारणले विश्वासीहरूलाई परमेश्वरले आफ्नो छोराछोरीलाई भन्नुहुन्छ तिमीहरूले शरीरलाई शुद्ध हानि नपुर्याऊ, कुनै प्रकारले हानि नपुर्याउनु शरीरलाई। बुझ्दैछौ? कुनै कुराले शरीरलाई हानि नपुर्याउनु। ओके, अगर हानि पुर्याउनु यति काट्न पनि नकाट्नु। के अरे? यस्तो माने काटेको देखेको छु मैले। यस्तो बिहारमा के गर्यो? चन्द्रमुखी के हुनु गयो? सूर्यमुखी हुन्छ, ज्वालामुखी। अब यसरी काटेको छ। अब के गर्नु? त्यो पनि नगर्नु। यो शरीरलाई बिल्कुलै चोट पुर्याउने काम नगर्नु। हालेलुया। यो शरीर सुन्दर शरीर परमेश्वरले बनाएर दिनुभयो। यस कारणले हामी धेरै अन्य जातिहरूले ध्यानसँग सुन्ने शरीरलाई के गरेका हुन्छ भने चोट पुर्याएका हुन्छ। स्टाइलको निम्ति, ढोस देखाउनको निम्ति, घमण्डले भरेर धेरै प्रकारले चोट पनि देखाएको हुन्छ। बाइबलले किन नाक छेर्नु, कान छेर्नु, ये छेर्नु, ये छोरी मुन भन्दैन बाइबलले। नाक छेर्दाखेरि पुग्छ, कान छेर्दाखेरि पुग्छ। सानोमा छेरिदिन्छन् गाउँमा। एकका समर्पण हो, एकतालाई देवी देवतालाई समर्पण हो। आजको स्टाइल यहाँहरूले त यहाँबाट छ, यहीसम्म छेर्छ, कहाँबाट यहाँसम्म कति मान्छन् समर्पण देख्यो, देख्न राम्रो लाग्छ। आजकलको जमाना कहाँ आयो?
लगाउँछ कि लगाउँदैन नेपालतिर एकातिर लगाउँछ हेर्नुहुन्छ तेलङ्गानातिर दुईतिर लगाउँछन् कहाँ मद्रासतिर यत्रो लगाउँछन् दुइटै नाका छेर्छ अनि चोरको बिबिडी छ त्यत्रो सुनमाएर जङ्गलमा एक्लो बाटो हिँड्न पनि गाह्रो छ चेन त छिन्दिन्छन् भने अरू कुरा छोडिदिउँ तर शरीरलाई कति पनि चोट दिएर डुक्छ कि डुक्दैन डुक्छ नि बच्चाहरू डुक्छ कि डुक्दैनन् पहिले जवान भएर पनि छेड्छन् स्टाइलको लागि के को लागि तर त्यो पनि परमेश्वरको वचनको खिलाफ किनभने परमेश्वरको मन्दिरलाई चाहिँ के गर्दैछ अरे चोट पुर्याउँदैछ भने तिमीले स्टाइल भने तिमीले रीति रिवाज तर के गर्दैछौ परमेश्वरको मन्दिरलाई चोट चेन्ज गर्दैछ यस कारणले परमेश्वरको वचनले भन्छ शरीरलाई कुनै प्रकारको हानि नपुर्याउनु आमेन हालेलुया यो परमेश्वरले दिएको अझसम्म अद्भुत शरीर बहुमूल्य शरीर हो यो परमेश्वरको मन्दिर बनाउनु हालेलुया परमेश्वरको म तिमीहरूभित्र बास गर्छु तिमीहरूको शरीर कस्तो मन्दिर हो रे परमेश्वर पवित्र आत्माको मन्दिर त यो मन्दिरलाई हरसम्म हामी के गर्न सक्छौँ स्वस्थ अनि सफा राख्ने कोसिस गर्यौँ हालेलुया अनि के सफा स्वस्थ राख्नलाई के गर्नु पर्यो भजन नम्बरपट्टि गाउने रे हालेलुया किन अब विश्वासी छोराछोरीहरू कतिपय छोराछोरी हुन्छन् कतिपयले सम्हाल्न सक्छन् कतिपय सम्हालिन्छन् पनि कतिपय दुःख कष्टमा नि स्थिर हुन्छन् कतिपय स्थिर रहन सक्दैन आमेन हालेलुया जो कमजोर मनको हुन्छ छिटो आत्तिने अत्तालिने हुन्छ सानो सानो कुरामा मन दुखाउने हुन्छ अनि सानो सानो कुरालाई लिएर पनि एकदम ठुलो बनाउने हुन्छ त्यस्तालाई छिटो शैतानले के गर्छ प्रयोग गर्छ ध्यानसँग सुन्नु त्यसकारण यीशु भन्छ मैले हताश भएको आत्मामा के दिन्छु जोस दिन्छु कमजोर भएको शरीरमा बल दिन्छु आमेन हालेलुया धेरै कमजोर नहो अनि आफूलाई कमजोर नबनाऊ अन्धकार खट्टम छ यसै कारण घोर अन्धकारमा सर्पस्त भएका मेरा छोराछोरीहरूलाई मैले त्यो अन्धकारबाट पनि खोजेर मैले के ल्याउनेछु रे म ज्योतिमा मेरो ज्योतिमा ल्याउनेछु परमेश्वर स्वयं भन्नुहुन्छ म स्वयं तिनीहरूका गोठा लाग्नेछु आमेन हालेलुया जस्तो शैतान बहुत खतरनाक छ अगर कसैले कुनै पनि प्रब्लममा त्यस्तो सोच्छौ भनेपछि बिल्कुलै हटाइदिनु सिधै नराको भागीदारी नहो यहाँसम्म भन्नुहुन्छ वचन डरलाग्दो वचन छ अब किन आत्महत्या गर्न कतिजनाको एउटै घरको व्यक्तिले 3-4 जनाले एकै ठाउँमा आत्महत्या गरेको कसले सुनेको छ किन कमजोर बनाउँछ जस्तो शैतान जो घोर अन्धकारमा बसेको त्यो आत्मा हुन्छ आत्मा पहिला आत्महत्या गराउन उक्साउँछ अनि त्यसले आत्महत्या गर्यो भनेपछि त्यसपछि उसले आफ्नो खानदानलाई के गर्छ त्यसरी उक्साउँछ देखिँदैन आफूले यसकारण त्यो अन्धकारको शक्ति त्यो शैतानको आत्मालाई खुट्टामुनि खुल्छ न परमेश्वर आत्मा भनेर आमेन हालेलुया मेरो बुहारीको बहिनी पछि सुन्दाखेरि किन उक्साएको रहेछ भित्र एउटा भावना हो तर त्यही घरमा 3 वर्ष पहिला उसको सासू आमे त्यही ठाउँमा झुन्डेर आत्महत्या गरेको रहेछ अनि त्यही ठाउँमा यो छोरी गएर पनि के गर्यो ध्यानसँग सुन्नु कहिले कहिले गाउँमा भन्छ नि यो भेरी यो ताल यो नदी यो ठाउँमा के छ अरे के बसेको हुन्छ आत्मा बसेको हुन्छ यहाँ गयो भने यहाँ मर्छ भन्छ नि त खिच्छ त्यो आत्माले मृत्युको आत्माले के गर्छ अरे मान्छेहरूलाई खिच्ने कोसिस गर्छ नाना प्रकारको समस्या हुन्छ त्यहाँबाट पनि त्यसलाई भन्छ अन्धकारको त्यो बन्धनबाट छुटकारा दिइकन ज्योतिमा जीवनमा ल्याउनको निम्ति परमेश्वर म आएको भन्नुहुन्छ हालेलुया हामी पनि कतिले सोचेका होला त्यस्ता कुराहरू
तर परमेश्वर नडरा म छु भन्नुहुन्छ। आमेन हालेलुया। के गर्छ अन्धकारमा हिँड्नुहुन्छ? त्यही भएर चोरको चोर्न, मार्न, नाश गर्न भनेर यस कारणले कति छ अझ मान्छेहरूले परमेश्वरलाई नचिनेको। यीशु किन को हो, परमेश्वर को हो भनेर चिनेका हुँदैन। कतिले विरोध गर्छन् जाने अनजाने, तर जीवन अनन्त जीवनको ज्योतिलाई त्यागेको मान्छेले ज्योतिलाई भन्दा अन्धकारै रुचाए भन्ने कुराहरू छ। परमेश्वरलाई भन्दा शैतानको कामै रुचाए भन्ने छ। कति बढ्दैछ शैतानको काम, तर त्यो भन्दा बढ्दा गएर परमेश्वरको महिमा अझ बढ्दैछ। आमेन हालेलुया। दुष्ट शैतानले नाश गर्न खोज्छ भने परमेश्वरले जीवन दिनुहुन्छ अनि हामी जीवन पाउने छोराछोरी हो, जीवन पाएका छोराछोरी हो। प्रत्येकले जीवन पाउनुपर्छ। हालेलुया। जीवन बहुमूल्य छ, तर सङ्घर्ष बहुत गर्नु, सबको सङ्घर्ष। हामी कतिपय धेरै सङ्घर्ष गरेका जीवन अभिवृद्धिको बाटोबाट भएर हामी गुज्रेका व्यक्तिहरू। हालेलुया। तर जीवन दिने परमेश्वरको विजय भएको छ। त्यस कारणले हामी त्यत्तिकै यहाँ भेला हुँदैन, सङ्गति त्यत्तिकै भेला हुँदैन, तर हामी परमेश्वरको छोराछोरीले कति निर्णय लिनुपर्ने हुन्छ। हामी चाहिँ सङ्गतिमा भेला हुन नछोड्नु। हामीले बार भन्छौँ, मैले अस्ति पनि भनेको हिब्रू 10:25 अनुसार समय परमेश्वरको समय नजिक आएको कारणले गर्दाखेरि कसैको सङ्गति नजाने बानी भए झै तिमीहरू सङ्गतिमा एकसाथ भेला हुन नछोड है। एकअर्कालाई उत्साह दिँदै जाऊ, असल उत्साहले भयो, निराश नबनाऊ एकअर्कालाई। त्यस कारण यीशु भन्नुहुन्छ तिमीहरूले आफूलाई भन्दा अर्कालाई के छान, श्रेष्ठ ठान। आमेन हालेलुया। धनी हो या गरिब हो, पढा लिखा हो या अनपढ हो, ठुलो हो या सानो हो, जवान हो या बच्चा हो, कसैलाई केही नगर्नु रे, भेला नगर्नु, तुच्छ नखानु, सानो नसम्झिनु, आदर गर्नु। आमेन हालेलुया। हालेलुया। त्यहाँबाट परमेश्वरको महिमा हुन्छ। हालेलुया। ओके, हामी फेरि पढ्नेछौँ। त्यही 34:25 और 26 फेरि पढ्नु। इजिकियल 34:25 र 26मा लेखेको छ, म तिमीहरूसित शान्तिको करार बाँध्नेछु र देशलाई जङ्गली जनावरहरूबाट छुटाउने छु, ताकि तिनीहरू निर्धक्क भएर मरुभूमिमा बस्न र वनमा सुत्न पाउन्। आमेन हालेलुया। 25 आमेन हालेलुया। मैले आफ्नो पोषण गरेँ भेडा, हाम्रो छोराछोरीहरू विश्वासी हराएकालाई जब म खोज्नेछु, अनि जब म मेरो पर्खालमा मेरो भेडशालामा, हालेलुया, के अरे भेडशाला छैन, भेडा को पनि पालेको छ गाउँमा, को पनि पालेको छ भेडा, कसैले पालेको छैन। भेडशाला भनेको भेड बस्ने, भेडको खोर नेपालको पाल्छ। 21 नम्बर भजन गा जस्तो 21 नम्बर भजन गाउँछ नि। ओके, र उनीहरूसँग म मेरो शान्तिको करार बाँध्नेछु। साइनो भन्दा पनि ठुलो भनौँ न, एकदम एग्रिमेन्ट होइन। के को करार बाँध्नुहुन्छ अरे? हालेलुया। त्यस कारणले सुरुमा बौरी उठ्दाखेरि यीशुले आफ्नो चेलाहरूलाई तिमीहरूलाई शान्ति, तिनीहरू हताश भएको बेला, निराश भएको बेला, कष्टमा भएको बेला तिमीहरूलाई शान्ति। यस कारण यीशुले भन्नुहुन्छ मैले तिमीहरूलाई संसारले दिए जस्तो आनन्द शान्ति होइन, म भित्र भएको ईश्वरीय आनन्द र शान्तिले भर्नेछु। त्यो हो म तिमीहरूसित शान्तिको करार बाँध्नेछु। आमेन हालेलुया। 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 ओके, मैले प्रश्न पुछु। अब कहिले हामी निराश हुन्छौँ, हुन्छ होइन? प्रसन्न हृदय के हो?
हृदयले के ल्याउँछ? शान्ति ल्याउँछ। प्रसन्न हृदय कहिले हुन्छ? जब हामी परमेश्वरसँग बनिन्छ, त्यो करारलाई याद गर्छ, जो परमेश्वरले राख्नु भएको विधान, त्यो शान्तिको करार बाँध्नेको कुराहरू। म तिमीहरूलाई म भित्र भएको आनन्द शान्ति दिन्छु। त्यसलाई सम्झेर हामी भजन स्तुति गाउँदै उहाँको नजिक जान्छौँ। हामी आनन्दले के हुन्छ भाइ? भरिन्छौँ। भनेको छ हाम्रो हृदय के हुन्छ? आनन्दले भरिन्छ कि भरिँदैन? जब जब कहिले हामीलाई आराधना गर्दा मग्न हुन्छ, हालेलुया, ओहो यस्तो लाग्छ कि माथि उडेछ जस्तो लाग्छ, हालेलुया हालेलुया, यति हाँसो आउँछ, हालेलुया, यति आनन्द हुन्छ। त्यो के हो? परमेश्वरले दिनुभएको शान्तिको करार। अनि त्यो चाहिँ हामीले थाहा हुनुपर्छ। करार एग्रिमेन्ट साइन के भएको रहेछ त भनेर सबैले थाहा हुनुपर्छ। हालेलुया हालेलुया। कस्तो परमेश्वर, ओके होइन? कहिले कहिले हामी दिल दुख्छ, मन दुख्छ, अशान्ति हुन्छ, हामीले हामी त्यस्तो गर्छौँ नि त, र पनि त्यस्तो हुन्छ त। शैतानले मौका पाउँछ। सधैँभरि हाँस्छौँ, को सधैँभरि हाँस्ने ल भन त? खुसी, एक दिन पनि अशान्ति नहुने को? खुसी खुसी हुने, खुसी हुने सधैँभरि। कहिल्यै रिसाउँदैनौँ, कहिल्यै मन दुख्दैन तिमीहरूको, कहिल्यै निराश भएनौँ। हालेलुया। ल भन फेरि। त्यो बोल्दैछ, बच्चाले सपोर्ट गर्दैन, किनभने मान्छेको हृदय सधैँभरि छ। हालेलुया हालेलुया। बुढाबुढीमा त्यस्तै हुन्छ, भने जस्तो भएन भने के हुन्छ अरे? कोही कोही त बोल्ने बानी हुन्छ, काट बोलिहाल्छ, अनि नबोल्नेबाट खुसी बोलाउँदा नि बोल्दैन। कोही त साथी भातै खाइदिने, बरु गुरुको सराउनु लैजाऊ हस्पिटल। बोल्दै बोल्दैन कोही कोही, खुसी कोही कोही बोल्ने बानी हुन्छ फेरि भयो। तँभन्दा म ज्वालामुखी। हालेलुया। ल्यान्छ त सुन्नु। तर परमेश्वरको वचनले हामीलाई के दिन्छ अरे? ओके, हामी धेरै पति पत्नी छौँ, बुढाबुढी झगडा नगरेको को होला ल भन त? झगडा नगरेको, झगडा नगर्ने बिमला हो। कति सिधा बुढो पास छ कि झगडा गरे पनि उसले झगडै गर्दैन। यो बिमला रिसाए पनि त्यो म्याग रिसाउँदैन। त्यस्तो बुढो पाएपछि के गर्ने? यसले न्यु खोजे पनि उसले केही भक्तो दिल न्यु त खोज्छ होला नि यसले। हालेलुया। कति राम्रो छ, एकदम राम्रो छ म्याग। हालेलुया। चाइनिजहरू राम्रो हुन्छ, राम्रो हस्बेन्ड पायो, नसिब होला होइन? हालेलुया। धन्यवाद परमेश्वरलाई। ध्यानसँग सुन्नु, किनभने कहिले न कहिले के हुन्छ है, सूर्यमुखी ज्वालामुखी भइहाल्छ, छिटो टाँपिन्छ। अनि जब केही कुरा भयो भने के हुन्छ? अलिकति छोयो भने के भयो? मनमा के भयो? अशान्ति भयो कि भएन? अशान्ति भयो कि भएन? संसारले दिने त्यही। कोही कोही त फोनमा पनि कति बात गर्छ, त्यही भएर फोनमा त्यसको झगडा भएर आत्महत्या गर्छ। कहाँबाट? मैले हेर्छु यहाँ त्यसले गर्दा तेलको होला, फोनमा हिँड्दैछ, गाउँमा झगडा गरेको छ फोनमा पनि के झगडा गरियो? के झगडा गर्यो? फोनमा झगडा गर्दै हिँड्छ, झगडा गर्छ भन्छ, आफैले राख्दैन, बोलेको छ किनभने उसको ठिक मिलेको छैन नि त, भित्रको निकाल्नु परेको छ नि त भन्छ, अब कराउँछ, आफैले राख्दैन, किनभने ढिक्की फुकेको हुँदैन नि त। हुन्छ कि हुँदैन? अनि त्यस्तो भयो भने शान्ति हुन्छ। त्यसलाई भन्छ, त्यसलाई भन्दैन आनन्दै हुँदैन। परमेश्वर भन्नुहुन्छ हामीलाई आनन्दै दिन चाहनुहुन्छ। हालेलुया हालेलुया। यस कारणले म मेरो छोरामाथि शान्तिको करार बाँध्नेछु। शान्ति कहिले हुन्छ? जब हामी अशान्ति होला, बिमार हुन्छ, हामी अशान्ति हुन्छ कि हुँदैन? घर परिवार कुनै घटना घट्ला, प्रब्लम आउला, अशान्ति हुन्छ कुनै पनि कुरामा। तर जब हामी परमेश्वरको करीब जान्छौँ, उहाँको उपस्थितिमा जान्छौँ, परमेश्वरले त्यो करार कहिले पनि बिर्सिनुहुन्न। उहाँले आफ्नो शान्ति जब हाम्रो जीवनमा प्रदान गर्न लाग्नुहुन्छ, फेरि हामी सबै कुरा भुलेर हामी शान्तिमा के गर्न सक्छौँ अरे? नाच्दै गाउँदै उहाँको महिमा गर्छौँ कि गर्दैनौँ? ओके। अशान्ति हुँदा प्रार्थना गर्ने को? अशान्ति हुँदा प्रार्थना गर्ने। जब आफूलाई अशान्ति हुन्छ तब प्रार्थनामा बस्नु। अनि प्रार्थना गरेपछि कस्तो हुन्छ? शान्ति। अशान्ति हुँदा प्रार्थना गरेपछि शान्ति महसुस गर्ने को? जोरदार ताली हो। हालेलुया।
यही हो परमेश्वरले हाम्रो निम्ति शान्तिको करार बाँड्नेको भनेको। हालेलुया। यो करारलाई आमेन, हालेलुया। यसकारण तिमीहरू निरन्तर प्रार्थनामा बसिराख है भन्ने कारण यो हो। पत्रुसले भन्छ निरन्तर प्रार्थना गरिराख ताकि दुष्ट शैतानले तिमीहरूको जीवनमा कुनै प्रकारको मौका नपाएको होस्, ताकि तिमीलाई अशान्तिमा परेर अन्धकारमा फेरि पालेको होस्। हालेलुया, हालेलुया। जो व्यक्ति आनन्दहरू शान्ति पाएको हुन्छ, परमेश्वरको आत्माले भरेको हुन्छ, ऊ जुन डाँडामा खडा हुन्छ, जुन ठाउँमा खडा हुन्छ, जुन एरियामा खडा हुन्छ, त्यहाँबाट उसबाट परमेश्वरको आशिष बग्न सुरु हुन्छ। आमेन, हालेलुया। अनि त्यो आशिष पाएका छोराछोरी हामी हौँ। अनि हामी जहाँ पाइला राख्छौँ, जुन ठाउँमा जान्छौँ, जुन घरमा जान्छौँ, जुन एरियामा बस्छौँ, त्यहाँका व्यक्तिहरूले आशिष पाउनुपर्छ। हालेलुया। त्यो लेभलमा हामी जानुपर्छ। अब त्यत्तिकै हामी नगरौँ, त्यत्तिकै जीवनलाई फेर नफलाऊ। हाम्रो जीवन परमेश्वरले दिनुभएको बहुमूल्य जीवन हो। आमेन, हालेलुया, हालेलुया। परमेश्वरलाई धेरै धेरै धन्यवाद।